हेलो दर्शक नमस्ते। म फेरि आज नेक्स्ट भ्लगमा उपस्थित भइसकेको छु। आज म हाम्रो गाउँ खुममा दीपावलीको लागि आइसकेको छु र दीपावली पनि सुरु भइसकेको छ। गाउँघरतिर देउसी भैलो प्रोग्राम बिल्कुल हिजो अस्तिदेखि नै स्टार्ट भइसकेको रहेछ। त अब सबै दाजुभाइ दिदीबहिनीहरूलाई तिहार पनि लागिसकेको छ। देउसी भैलो कार्यक्रमहरू पनि खेलिराख्नु भएको छ। एकदमै रमाइलो भइरहेको छ। त आज मैले एकदम नाइटमै भ्लग स्टार्ट गर्ने प्रयत्न गर्दैछु, किनकि अब छिट्टै नै अब देउसी भैलोमा उपस्थित हुनुपर्ने छ। सो त्यो कारणले गर्दा आज चाहिँ मैले भ्लगको ओपनिङ चाहिँ नाइटबाटै सुरु गरेँ। त गाइस अब हामी चाहिँ टक्क भैलीमा गएर अब भेट्नुपर्छ है त। ओके। ल है साथीहरू, अब आज चाहिँ हाम्रो देउसी भैलो कार्यक्रम यहाँनिर आजको लागि चाहिँ समाप्त भएको छ। अब चाहिँ यहाँ माथि अर्को हाम्रो बाजा ग्रुप आइपुग्नु भएको छ अरे। अब फेरि यसो हल्का बाजामा अब साथीहरूले पसिना निकाल्नु पर्छ भन्ने कुरा गर्दै हुनुहुन्छ। अब फेरि हामी बाजामा गएर भेटघाट गर्नेछौँ है। ओके गाइस, बाई बाई। पानी ढुङ्गे धारामा
ल साथीहरू, अब आज भाइटिकाको दिन। अब टिका लगाउने तयारी सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूलाई पनि भाइटिकाको धेरै धेरै शुभकामना। अब हामी पनि टिकाको तयारी गर्दै अब बहिनीहरूले टिकाको लागि तयारी गरिसक्नुभयो। अब चाहिँ सायदको टाइम हेरेर हामी पनि टिका लगाउने तयारीमा छौँ। अलमोस्ट तयारी भइसकेको छ टिकाको लागि। सबै राख्नुपर्ने सामानहरू लेवट भइसकेको छ। त अब फेरि टिका लगाएपछि फेरि रमाइलो गर्नको लागि फेरि जम्मा हुनुपर्ने छ। त सबैले जहाँ पनि देश विदेशमा हुनुहुन्छ सबैले हाँसी खुसी तिहार मनाउनु होला। एगेन ह्याप्पी तिहार। नमस्ते। अस्ति नै त्यहाँ
साथीहरू अब ब्लगलाई पनि समाप्त गर्नुपर्ने हुन्छ। अब जो जहाँ जहाँ पनि त्यसरी पनि रमाइलो गरिराख्नु दीपावली मनाउनु होला। सबैलाई दीपावलीको धेरै धेरै शुभकामना। अगर च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। यतिन्जेल हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै च्यानलबाट बिदा हुन चाहन्छु। सबैलाई नमस्कार, ह्याप्पी दीपावली।